गुड मर्निङ एभ्रिवान। यति बेला म मनाङ जिल्लाको सदरमुकाम चामेमा छु र यता यो मर्स्याङ्दी पुल नजिक छु म यहाँ। र अब आजको हाम्रो यात्रा चाहिँ तिलिचो बेस क्याम्पसम्म हुन्छ। हामी चाहिँ तिलिचो तालको यात्रा गर्दैछौँ र हाम्रो यो चाहिँ 2 दिनको यात्रा रहनेछ। आज चाहिँ हामी गएर फर्स्ट डेमा चाहिँ हामी बेस क्याम्प गएर बस्छौँ भने भोलि चाहिँ हामी तिलिचो ताल पुगेर हामी रिटर्न हुने हाम्रो चाहिँ प्लान छ। मेरो यो यात्रामा 2 दिने यात्रामा मेरो सहयात्रीको रूपमा हुनुहुन्छ मेरो प्यारो भाइ धनबहादुर गुरुङ। हेलो गुड मर्निङ, म धनु गुरुङ। आज हामी मनाङ सदरमुकामबाट हामी आज तिलिचोको लागि सर र म जाँदैछु। चामेबाट सुरु हुने यात्रुको पहिलो परीक्षा हो। पाइन वनहरू, गहिरा खोजहरू, पुलहरू, यो भाग अझै हिमाली कथाको प्रस्तावना मात्र। करिब 1.5 घन्टापछि चाहिँ हामी अहिले हुँदै आइपुगेका छौँ। अब माथि हिउँ देख्न सक्नुहुन्छ है, हिउँले भरिएको छ माथिका पहाडहरू। अब लगभग यहाँबाट 45 मिनटपछि चाहिँ हामी खाङसार पुग्छौँ। भेहिकल जाने लास्ट स्टेसन 2 व्हिलर होस् अथवा 4 व्हिलर होस्, भेहिकलको लास्ट स्टेसन भनेको खाङसार नै हो। त्यहाँबाट हामी ट्रेक गर्दै हामी आज बेस क्याम्पसम्म पुग्छौँ र हाम्रो पहिलो दिनको यात्रा चाहिँ त्यहीँ टुङ्ग्याउँछौँ र भोलि अर्ली इन द मर्निङ बिहानै उठेर चाहिँ हामी तिलिचो ताल लाग्छौँ। हुम्दैबाट आधी घण्टाको यात्रामा मनाङ गाउँ पुग्न सकिन्छ। समुद्र सतहबाट 3540 मिटरमा बसेको मनाङ गाउँ आरामको ठाउँ मात्र होइन, उचाइको तयारी हो। यहाँ अक्सिजन पातलो छ तर संस्कृतिको गहिराई धेरै। चामेबाट हिँडेको करिब 2.5 घण्टामा हामी सवारी साधन पुग्ने अन्तिम बिन्दु खाङसार भन्ने स्थलमा पुग्छौँ। खाङसार होम रुफटप रेस्टुरेन्ट खाङसारमा बिहानको लन्च गर्छौँ। 2 जना साथीहरू केही ढिला गरी आएकाले केही समय प्रतीक्षा गर्नु पर्यो। अहिले चाहिँ हामी यो भेहिकल आउने लास्ट स्टेसन खाङसार छौँ है। मेरो यो चस्मा पनि आएको छ, क्रिस्केल चस्मा है। अब चाहिँ हामी लाग्छौँ बेस क्याम्पको लागि। अब यहाँबाट चाहिँ त्यही 4 देखि 5 घन्टा लाग्छ भन्ने कुरा छ। ल हाम्रो साथीहरू सबै रेडी भइसक्नु भएको छ। अब चाहिँ हामी लाग्छौँ खाङसारबाट। अब चाहिँ हिँड्दै यहाँबाट चाहिँ मोटरको बाटो चाहिँ छैन, भेहिकल जाने बाटो चाहिँ छैन। अब यहाँबाट चाहिँ हाम्रो ट्रेकिङ स्टार्ट हुन्छ। 2 जना थियौँ हामी चामेबाट। खाङसार आइसके पछाडि हामी 4 जना भएका छौँ। हाम्रो नयाँ मेम्बर हाम्रो अशोकजी, हाम्रो रमेश बोर्दर, रमेश गुरुङ अनि हाम्रो चाहिँ धने गुरुङ है। मलाई मेरो चामेदेखिको सहयात्री धने चाहिँ। अन्य 2 जना चाहिँ खाङसारबाट एड हुनुभयो। खाङसारबाट बाइक राख्ने बित्तिकै उकालो सुरु हुन्छ है। उकालो पनि नाकै ठोसिने उकालो सुरु हुँदो रहेछ। नाक जोगाएर चाहिँ हिँड्नु होला यो बाटो, यो उकालो उभिएर चाहिँ। र यही खाङसारै मनमोहक देखिन्छ है। चारैतिर पहाड, हिउँले भरिएको पहाड, हिउँले ढाकिएको, अति नै मनमोहक छ है यो। र अबको हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ यहाँबाट श्रीखर्क। फर्स्टमा हामी लोवर श्रीखर्क पुग्छौँ, त्यस पछाडि हामी अप्पर श्रीखर्क हुँदै त्यस पछाडि चाहिँ हामी बेस क्याम्प पुग्छौँ। खाङसारबाट उकालो लाग्दै गर्दा हावा अझ चिसो छ तर मनभित्रको उत्साह अझ तातो। बाटो उकालो भए पनि चारैतिर देखिने पहाड, खुला आकाश र शान्त वातावरणले थकान महसुस नहुने रहेछ। हामी चाहिँ खाङसारबाट लगभग 45 मिनट जति भयो होला हिँडेको। उक्लिरहेछौँ है, माथि हावा निकै बेगले चलिरहेछ। ओ माने पेमे निकै हावा चलिरहेछ है। आहा, यो हो नि स्वर्ग। नमरी स्वर्ग देखिन्न भन्थे, म भन्न चाहन्छु यो वाक्य एकदम गलत छ। कहिलेकाहीँ जिउँदै पनि देखिँदो रहेछ, तर मनाङ आउनु पर्यो, तिलिचो आउनु पर्यो, अनि देखिन्छ स्वर्ग। हिमाली हावासँगै गुम्बाको आँगनमा रङ्गीन झन्डा बेगले फहराइरहेको छ। हावाले जब झन्डालाई छुन्छ त्यो हावा केवल हावा रहँदैन, त्यो मन्त्र बोक्ने दूत बन्छ, संसारभरि शान्तिको कामना फैलाउँदै। हावामा फहराइरहेका यी झन्डा हामीलाई सम्झाउँछन् शान्ति खोज्न टाढा जानु पर्दैन, त्यो हाम्रो मनभित्रै छ। श्रीखर्कभन्दा अलिक तल यो सानो तर ऐतिहासिक मोड, जहाँ बाटो 2 दिशामा छुट्टिन्छ। एउटा बाटो बायाँ मोडिन्छ निलो स्वप्न बोकेको तिलिचो तालतर्फ, अर्को बाटो दाहिने मोडिन्छ साहस र सहनशीलताको परीक्षा लिँदै थोरङ्ला पासतर्फ। यो 2 बाटो केवल बाटोको विभाजन होइन, यो यात्रुको मनको निर्णय हो। सुन्दरतालाई रोज्ने कि
सीमालाई पार गर्ने। यहाँ उभिँदा हावाले पनि प्रश्न गर्ने रहेछ, तिमी कुन कथा बोकेर अघि बढ्न चाहन्छौ? हिमालको काखमा उभिएको एक शान्त बस्ती, तलबाट हेर्दा अझै रहस्यमय देखिने, त्यही हो श्रीखर्क। माथि टाँसिए जस्तो देखिने श्रीखर्क मानौ हिमालसँगै सास फेरिरहेको छ। यहाँ कुनै हतार छैन, कुनै कोलाहल छैन, मात्र प्रकृतिको नियममा बाँचेको गाउँ। यही बाटो हुँदै यात्रीहरू अघि बढ्छन्, तिलिचो तालको सपना बोकेर। श्रीखर्क केवल एउटा गाउँ होइन, यो त यात्राको आत्मा हो, जहाँ थकाइ रोकिन्छ र हौसला फेरि जन्मिन्छ। हामी चाहिँ लोवर श्रीखर्क भन्दा केही माथि छौँ र खाङसारबाट हामीलाई यहाँ आउनको लागि चाहिँ लगभग 2 घन्टा लाग्यो। हामी बाटोमा बस्दै रेस्ट गर्दै हामीले बोकेर लिएर आएको फास्ट फुडहरू खाँदै हामी चाहिँ एकदम आनन्द साथले आइरहेछौँ है। तपाईँहरू पनि ट्रेक आउँदाखेरि चाहिँ एकदम रिलिफ तरिकाले आउनु होला, एकदम चाहिँ हतारमा नआउनु होला। हतारमा आउनुभयो भने त्यसले शरीरमा रियाक्सन गर्न सक्छ, त्यही भएर एकदम इजिली आउनु होला। ट्रेकिङ भनेको आफैमा च्यालेन्जिङ हुन्छ। यो झोलुङ्गे पुल केवल 2 किनार जोड्ने संरचना मात्र होइन, यो यात्रु र उसको डर बीचको सीमा रेखा हो। तल बगिरहेको हिमनदीको पानी, माथि आकाश र बीचमा म, हजारौँ सपनासहित तिलिचो तारतर्फ अगाडि बढ्दै। झोलुङ्गे पुल पार गरेपछि यात्रा अझै बाँकी छ, तर आत्मविश्वास दोब्बर छ। प्रत्येक कदमसँगै हामी केवल दूरी होइन, आफ्नो सीमालाई पनि पार गरिरहेका छौँ। डर यहाँ रोकिन्छ, साहस यहाँ सुरु हुन्छ। यो केवल यात्रा होइन, यो अनुभूति हो, जहाँ बाटोभन्दा पनि कथा महत्त्वपूर्ण हुन्छ। हामी चाहिँ यो हिमालको फेद मुनि हिँडिरहेछौँ है। अब सायद 1 देखि 1.5 घन्टाभित्र चाहिँ हामी अब तिलिचो बेस क्याम्प पुग्छौँ। यी पहाडहरू केवल दृश्य होइनन्, यी हाम्रो यात्राका मौन साँची हुन्। यहाँ न बस्ती छ न रुख, मात्र छ हावा, ढुङ्गा र मौनता। उचाइसँगै सास छोटो हुँदै जान्छ, तर मन अझै विशाल बन्छ। यहाँबाट सुरु हुन्छ तिलिचो यात्राको सबैभन्दा खतरनाक खण्ड, ल्यान्डस्लाइड एरिया। करिब 3 घन्टाको हिँडाइपछि खाङसारबाट हामी यो ल्यान्डस्लाइड एरिया प्रवेश गर्दैछौँ। यो चाहिँ हामी अलिकति केयरफुल भएर हिँड्नुपर्ने ठाउँ हो है। यहाँ चाहिँ अलिकति रिस्की छ, माथिबाट ढुङ्गा खस्ने अनि मान्छेहरू इन्जर्ड हुने त्यस्तो खालको भएर रहेछ, घटनाहरू भएर छ पहिला पनि। यो ल्यान्डस्लाइड एरिया हिँडिरहेको छौँ हामी, करिब 1 घन्टा जति चाहिँ पर्छ भन्ने कुरा आयो। यो बाटो मानिसले बनाएको होइन, प्रकृतिले सहन दिएको मात्र हो। एकछिनमा खस्न सक्छ ढुङ्गा, एकछिनमा खस्न सक्छ माटो। यहाँ समय रोकिन्न र गल्तीको मौका हुँदैन। छोटो बाटो हो, तर जोखिमले भरिएको। नअडिनुस्, ढिलो नगर्नुहोस्, सिधै अघि बढ्नुहोस्। यो ठाउँ साहसको होइन, सावधानीको परीक्षा हो। हजारौँ वर्षको भूगर्भीय परिवर्तनले यो पहाड चिरिएको छ र यही चिराइबीच हामी हिँडिरहेका छौँ। माथिबाट खस्न सक्ने ढुङ्गा, खुट्टामुनि सबै बदलिँदो जमिन र तल मौन तर गहिरो खोज। यहाँ हरेक पाइला जोखिमसँगको संवाद हो। यहाँ हतार कमजोरी हो र धैर्य नै सुरक्षा। तर यही कठोरताभित्र प्रकृतिको निष्पक्ष सौन्दर्य लुकेको छ। त्यो बाटो सजिलो छैन, तर यही कठिनाइले तिलिचो यात्रालाई अर्थ दिन्छ। हेर्नुहोस्, त्यो अगाडि हिमालको काखमा लुकेको तिलिचो बेस क्याम्प। यो केवल एउटा गन्तव्य होइन, यो हजारौँ पाइला, अनगिन्ती सास र नथाक्ने इच्छा शक्तिको परिणाम हो। हिमाल यहाँ मौन छ, तर त्यो मौनतामा हाम्रो सङ्घर्षको आवाज गुन्जिरहेको छ। पछाडि देखिराख्नु भएको चाहिँ यो तिलिचो बेस क्याम्प हो। हामी करिब 4.5 घन्टाको हिँडाइपछि खाङसारबाट हिँडेको करिब 4.5 घन्टापछि हामी यहाँ आइपुग्न सफल भएका छौँ र आजको हाम्रो पहिलो दिनको बसाइ यही नै हुनेछ। समुद्र सतहबाट हजारौँ मिटर माथि हिमालहरूको काखमा बसेको तिलिचो बेस क्याम्प। यहाँ आइपुग्दा शब्दहरू थाक्छन्, तर मन अझै यात्रा गरिरहन्छ। दिनभरि हामीले पार गरेका चट्टान, साँघुरा पदमार्ग र अनगिन्ती सासका लयहरू सबै अब यो शान्त वातावरणमा आफ्नै कथा सुनाइरहेका छन्।
चारैतिर फैलिएको हिमाली मौनता, टाढा देखिने नीला सेता हिम श्रृङ्खला र चिसो हावामा मिसिएको हिमालको शुद्ध सास, यही नै हो तिलिचो बेस क्याम्पको आत्मा। आज राति हामी यहीँ रोकिनेछौँ। यो रात आरामको मात्र होइन, भोलि तिलिचो तालतर्फको महत्त्वपूर्ण यात्राको तयारी पनि हो। यति बेला चाहिँ हामी तिलिचो बेस क्याम्पमा रहेको नोर्बु लिङ होटेलमा छौँ र होटेल यहाँ राम्रै रहेछ है। यति टाढा यो हाइटमा पनि आएर हामीले यति धेरै फेसिलिटी, एट्याच टोइलेट बाथरुम सहितको, अब हट सावर सहितको कोठाहरू पनि रहेछ यहाँ। एकदम राम्रो फेसिलिटी पनि रहेछ, निकै राम्रो लाग्यो। र सँगसँगै यो रेस्टुरेन्टको झ्यालबाट नै यो हिमालको दृश्य देख्न सकिने, यो चाहिँ एकदमै मनमोहक लाग्यो मलाई। अब पछाडि देख्न सक्नुहुन्छ पुरा हिमाल देखिरहेछ है, पछाडि पुरै हिमाल देखिरहेछ। निकै नै मनमोहक लाग्यो मलाई यो दृश्य। र यो ग्लासहरू, यो एकदम ट्रान्सपेरेन्ट ग्लासहरू राखेको हुँदो रहेछ र भित्रबाट नै हामीले बाहिरको दृश्य देख्न सकिने। आगो ताप्दैछौँ है, यो होटेलको रुमभित्र आगो ताप्दैछौँ। अब यसरी यो चुलो बनाएको हुँदो रहेछ, यो चिम्नी बाहिर धुवा जाने हिसाबले। यो निकै नै कलात्मक छ यो पनि, र निकै तातो पनि हुँदो रहेछ। यसले गर्दाखेरि यो पुरा कोठा नै तातो बनाउँदो रहेछ। अब सानसाना दाउराका टुक्राहरू हालेर यसरी प्रयोग गरिने रहेछ यहाँ चाहिँ। सबैजनाको अनुहार थकित भए पनि आँखामा एउटै चमक झल्किरहेको थियो, भोलि तिलिचो ताल भेट्ने आशा। रात आज यहीँ बित्नेछ, ताराहरूको छायामा चिसो हावासँग जुझ्दै भोलिको ठुलो यात्राको सपना बोकेर। तिलिचो बेस क्याम्प पहिलो दिन यहाँ सकिन्छ, तर कथा अझै बाँकी छ। बिहान 5:30 बजेको अँध्यारो, तिलिचो बेस क्याम्प शान्त छ। आजको यात्रा सजिलो छैन, तर गन्तव्य तिलिचो ताल, हिमालहरूको काखमा लुकेको स्वर्ग। अँधेरो छ है, अँधेरोमा हिँडिरहेछौँ हामी, तर अलिकति ढिलो चाहिँ भयो। चिसो त्यति धेरै चिसो छैन। हिजो बेलुका चाहिँ लगभग -17 देखाइरहेको थियो, अहिले बिहान 5 बजेको टेम्परेचर, तर अहिले उठेर हेर्दा चाहिँ त्यही -5 छ रहेछ है। त्यति त नर्मलै मान्नु पर्यो। अब यहाँ बिस्तारै पूर्वतर्फ आकाश फाट्न थाल्छ, निलो उज्यालोले हिमालका छायाहरू देखिन थाल्छन्। चिसो अझै कडा छ, तर आशाको न्यानोपन मनमा फैलिरहेको छ। सास भारी हुँदै जान्छ, उचाइ बढ्दै जान्छ, तर मनमा उत्साह छ। हरेक पाइला तिलिचो तालतर्फ नजिकिँदैछ। लामो यात्रा, चिसो हावा र अनगिन्ती पाइलापछि अब हामी तिलिचो तालको एकदम नजिक पुगेका छौँ। सास फेर्न गाह्रो छ, खुट्टा थाकेका छन्, तर मन भने अचम्मको शान्तिले भरिएको छ। अन्ततः हामी आइपुगेका छौँ समुद्र सतहदेखि करिब 4919 मिटर उचाइमा रहेको विश्वकै सबैभन्दा अल्को स्थानमा रहेको ताल तिलिचो ताल। फाइनली हामी चाहिँ 4919 मिटरमा अवस्थित मनाङ जिल्लाको संसारकै सर्वोच्च उचाइमा रहेको ताल तिलिचो ताल आइपुगेका छौँ। र निकै नै मनमोहक छ यहाँको दृश्य, र चिसो पनि एकदमै छ है, भिडियो गर्न पनि एकदमै गाह्रो भइरहेछ। यो चाहिँ एकदम मनमोहक तिलिचो ताल है, पुरै जमेको छ। 4919 मिटरको उचाइमा छौँ हामी। तिलिचो ताल आज पूर्ण रूपमा जमेको छ। यो केवल पानी जमेको दृश्य होइन, यो हिमालको कठोरता र सुन्दरतालाई एकैसाथ देखाउने क्षण हो। सामान्य दिनमा निलो पानीले चम्किने यो ताल हिउँद्याममा प्रकृतिको चिसो स्पर्शले स्थिर बनाइदिएको छ। हावा चल्दैन, पानी हल्लिँदैन, सबै कुरा एक गहिरो मौनतामा समाहित छन्। यहाँ उभिँदा समय नै रोकिएको जस्तो लाग्छ। मान्छे सानो देखिन्छ, प्रकृति विशाल, र यो जमेको ताल हिमालयको सहनशीलताको मौन साँची बनेर उभिएको छ। यहाँसम्म आइपुग्नु सजिलो थिएन, लामो बाटो, चिसो हावा, थकाइ र सङ्घर्ष, तर आज यी सबैभन्दा माथि उभिएर हामीले प्रकृतिको एउटा अनुपम उपहार देख्यौँ। हिमालले सिकायो धैर्य, सहनशीलता र नम्रता। तिलिचो तालले सम्झायो सौन्दर्य सधैँ शान्त हुन्छ। केही पलका लागि यहाँ उभिँदा जीवनका सबै हतार हराए जस्तो लाग्छ। यो केवल गन्तव्य होइन, यो एउटा अनुभूति हो, एउटा सम्झना। अब फर्कने समय आएको छ, तर तिलिचो ताल हाम्रो मनमा सधैँ रहिरहनेछ। यात्रा कहाँ टुङ्गिन्छ र? कथा अझै जारी छ।
धन्यवाद तिलिचोक, धन्यवाद हिमाल।